नेपालको स्वास्थ्य सेवा क्षेत्रमा खास गरी मध्य प्रदेशमा एउटा निकै नै महत्वपूर्ण अभियान चलिरहेको छ। आज हामी फार्मेसी समुदायलाई एकताबद्ध गर्न र एउटा बलियो संगठन बनाउन भइरहेको यही अभियानको गहिराईमा जानेछौं। र यो कुरा पेशागत सुधारको लागि मात्रै होइन, आम नागरिकको स्वास्थ्य सुरक्षासँग पनि सिधै जोडिएको छ। यो पूरै अभियानको मुटु नै यही नारा हो, जहाँ औषधि त्यहाँ फार्मासिस्ट। यो सुन्दा सामान्य लाग्ला, तर यो एउटा सिद्धान्त हो। यसको मतलब हरेक नागरिकले सुरक्षित र प्रभावकारी औषधि पाउनका लागि त्यहाँ एक योग्य फार्मासिस्ट हुनैपर्छ। यो त गुणस्तरीय स्वास्थ्य सेवाको पहिलो शर्त नै हो, होइन? ल, यो अभियान कुनै हावामा सुरु भएको कुरा होइन है। यसको पछाडि एउटा ठोस आधार छ, एक संयुक्त अपील। यो केवल कागजको टुक्रा मात्रै होइन, यो त फार्मेसी पेशामा रहेका सबैलाई एकजुट भएर आफ्नो पेशा र समुदायको हितको लागि अघि बढ्न गरिएको एउटा गम्भीर आह्वान हो। त्यसो भए यो अपील कसले जारी गर्यो त? यो नेपाल फार्मेसी संघ अर्थात् PHAN ले जारी गरेको हो। र उहाँहरूको लक्ष्य एकदमै सफा छ, मध्य प्रदेशका सबै जिल्लामा एउटा बलियो सबैलाई समेट्ने संगठन बनाउने। खासमा यही आह्वानले नै यो पुरै अभियानलाई एउटा आकार दिएको हो। ठिक छ, संगठन बनाउने कुरा त भयो, तर आखिर यस्तो एकता किन चाहियो त? के कारणले यो अभियान यति महत्वपूर्ण बनेको छ? आउनुहोस् अब त्यही हेरौं। खासमा तीनवटा मुख्य कारणहरू छन्। पहिलो त फार्मासिस्टहरूको आफ्नो पेशागत हक हितको रक्षा गर्नु पर्यो। दोस्रो, आपसमा एकता र भाइचारा बढाउनु पर्यो। अनि तेस्रो, र यो निकै महत्वपूर्ण छ, स्थानीय स्तरका समस्याहरूलाई पहिचान गरेर समाधान गर्नका लागि पनि त एकजुट हुनु पर्यो नि। हो, यी सबै कुराका लागि एउटा बलियो संगठन नभई हुँदैन। ल, विचार त एकदमै राम्रो भयो, तर गर्ने चाहिँ कसरी? कुरा त गर्न सजिलो छ, तर तल्लो तहबाट ग्रासरुट लेभलबाटै यो एकता कसरी बनाउने त? अब PFN को योजना के छ त्यो हेरौं। यसको समाधान एकदमै सिधा छ। केन्द्रबाट होइन, जिल्ला जिल्लाबाटै संगठनलाई बलियो बनाउँदै जाने हो। नेपाल फार्मेसी संघले यही बटम अप अर्थात् तलबाट माथि जाने बाटो रोजेको छ। र यो कुरा योजनामा मात्रै सीमित छैन है, काम त एकदमै तीव्र गतिमा अघि बढिरहेको छ। हेर्नुस् न, मङ्सिर 27 मै धनुषामा समिति बनिसक्यो, पुस 5 मा महोत्तरीमा बन्दैछ, अनि त्यसपछि 12 र पर्सामा पनि काम लगभग अन्तिम चरणमा पुगिसकेको छ। यसले के देखाउँछ भने यो अभियान भाषणमा होइन, काममा विश्वास गर्छ। अब यो अभियानलाई अझै सहज बनाउन हरेक जिल्लामा संयोजकहरू तोकिएको छ। यहाँ स्क्रिनमा नाम र सम्पर्क नम्बरहरू पनि छन्, ताकि स्थानीय फार्मासिस्टहरूले सिधै सम्पर्क गरेर यो अभियानमा जोडिन सकुन्। अनि यो अभियानको सबैभन्दा राम्रो कुरा के हो थाहा छ? यो सबैका लागि खुला छ। यहाँ कुनै भेदभाव छैन। चाहे तपाईँ परिषदमा दर्ता भएको असिस्टेन्ट फार्मासिस्ट हुनुहोस् वा कुनै पनि क्षेत्रमा काम गर्ने फार्मासिस्ट, सबैलाई उत्तिकै स्वागत छ। साँच्चै भन्नुपर्दा यो पुरै पेशालाई एउटै छानामुनि ल्याउने एउटा गजबको प्रयास हो। ल त, संगठन कसरी बनिरहेको छ त्यो त हामीले बुझ्यौं, तर अब मुख्य कुरामा आउँ। यो सबै किन गरिँदैछ? यो संगठनको खास लक्ष्य चाहिँ के हो त? आउनुहोस् अब संघको मिशनलाई नजिकबाट हेरौं। यो मिशनका 4वटा मुख्य आधार स्तम्भहरू छन् र यी सबै एकअर्कासँग जोडिएका छन्। हेर्नुहोस् है, पहिलो र सबैभन्दा माथि त बिरामीको सुरक्षा नै हो। अब जब फार्मासिस्टको पेशागत हक हित सुरक्षित हुन्छ, तब न उनीहरूले गुणस्तरीय सेवा दिन सक्छन्। अनि जब सेवा गुणस्तरीय हुन्छ र पेशा सुरक्षित हुन्छ, तब मात्रै त पेशामा गरेको लगानी पनि सुरक्षित हुन्छ। यसरी यो मिशनले फार्मासिस्ट र बिरामी दुवैको हितलाई सँगसँगै लिएर हिँडेको देखिन्छ। अब हामी यो चर्चाको लगभग अन्तिमतिर आइपुगेका छौं र अब हामी यो अभियानको सबैभन्दा शक्तिशाली र भावनात्मक पाटोलाई हेर्नेछौं। त्यो हो नेतृत्वका लागि गरिएको आह्वान। यो पूरै अपीलको सार सायद यही 2टा प्रश्नमा लुकेको छ। अब हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? सोच्नुस् त, यी सामान्य प्रश्न होइनन्। यी त हरेक फार्मासिस्टको मनलाई झकझकाउने आह्वान हुन्। यसले सिधा सिधा भन्छ, परिवर्तनका लागि अरूलाई नकुर्नुहोस्, जिम्मेवारी आफै लिनुहोस्, अनि त्यो पनि आजै, अहिले। त्यसो भए यो आह्वानले गर्न के भनिरहेको छ त? एकदम सरल भाषामा भन्दा यो भन्दैछ, फ्यानको सदस्य मात्रै होइन, परिवार बन्नुहोस्। केवल आफ्नो काम मात्रै होइन, आफ्नो पेशाको नेतृत्व लिनुहोस्। चुपचाप नबस्नुहोस्, आफ्नो अधिकारको लागि अगाडि सर्नुहोस्।
र सबैजना मिलेर मध्य प्रदेशमा फ्यानलाई यति बलियो बनाउनुहोस् कि यसलाई कसैले पनि बेवास्ता गर्न नसकोस्। र यो आह्वानलाई आधिकारिकता दिनेहरू हुनुहुन्छ कार्यवाहक अध्यक्ष मुकेश शाह र महासचिव अमरनाथ शाह। उहाँहरूको हस्ताक्षरले यो अभियानको पछाडि एउटा स्पष्ट नेतृत्व छ भन्ने कुरा पनि देखाउँछ। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाउँ। यो केवल फार्मासिस्टहरूको एकताको कुरा मात्रै होइन, खास प्रश्न त यो हो कि जब कुनै एउटा पेशा यसरी एकडिक्का हुन्छ तब त्यसले आम मानिसले पाउने स्वास्थ्य सेवामा कति ठूलो र कस्तो सकारात्मक परिवर्तन ल्याउन सक्ला। यसको सम्भावनाबारे सोच्ने हो भने त्यो साँच्चै नै अपार छ।